तपाईले हामीलाई आइडी दिइरहन पर्दैन। तपाईलाई हामी आफै सिकाउँछौँ तपाईको डलर कसरी निकाल्ने भनेर। टिकटकमा तपाईँ लाइभ बसेर मोनिटाइज गरेर तपाईले केही डलरहरू कमाउनु भयो। अब त्यो डलर तपाईले निकाल्न सकिरहनु भएको छैन। तपाईले तपाईको आइडीबाट टिकटक आइडीबाट पैसा तपाईले एकदम इजी तरिकाले निकाल्न सकिरहनु भएको छैन भने अब तपाईले एकदम इजी तरिकाले निकाल्न सक्नुहुन्छ। सो भन्दा पहिला तपाईले भिडियोलाई एक लाइक दिनुहोला, फलो गर्ने छैन मलाई फलो पनि गर्नुहोला, तपाईको केही पनि जाँदैन। यसले गर्दाखेरि साथीहरु तपाईले फेरि पनि यस्तै यस्तै इन्फर्मेसन भिडियो फेरि पनि तपाईले तुरुन्तै पाउनुहुनेछ। सबैभन्दा पहिला साथीहरु तपाईलाई एउटा कुरा म यसरी सम्झाउँछु है त। तपाई नेपालमा हुनुहुन्छ, तपाई विदेशमा हुनुहुन्छ, हामीले टिकटकमा कमाएको डलरहरू निकाल्न नै धेरै गाह्रो पर्छ। त्यसैले तपाईले निकाल्न केही समय गाह्रै पर्छ भनौँ न। कमायो टिकटकबाट पैसा निकाल्न एकदम गाह्रो लाग्छ है। किनभने त्यहाँ तपाईले टिकटकको विथड्र गर्ने ठाउँमा तपाईको नेपाल बैंक एड हुँदैन। कति विदेशबाट चाहिँ हुन्छ। अब विदेशमा तपाई छनुहुन्छ भने तपाईले विदेशमा बैंक अकाउन्ट लगाउने अप्सन त हुन्छ, तर पनि कति फिलहरु गर्नुपर्ने, कति कुराहरु लगाउनु पर्ने हुन्छ। त्यो धेरै झमेला छ। एकदम इजी तरिकाले तपाईले आफ्नो टिकटकको पैसा निकाल्न चाहनुहुन्छ भने सिधै मलाई मेसेज गर्नुहोस्। तपाईले हामीलाई आइडी दिइरहन पर्दैन। तपाईलाई हामी आफै सिकाउँछौँ तपाईको डलर कसरी निकाल्ने भनेर। तर तपाईले हामीलाई आइडी चाहिँ दिनु पर्दैन। म फेरि पनि भन्दैछु तपाईलाई, तपाईले आफ्नो आइडी दिनै पर्दैन। हामीले पक्कै पनि तपाईलाई कसरी पैसा निकाल्ने यो बताउँछौँ अनि तपाईले नै विथड्र गर्न सक्नुहुन्छ है त।